ओइ नेवारहरू लोभी जात भन्ने मान्छेहरूलाई आज म एउटा कुरा भन्छु के नेवारहरू लोभी हो भनेर तपाईँहरूलाई यो के भन्छ मल्टिमिडियामा धेरै प्रचार भइरहेछ के नेवारहरूको यो बानी त्यस्तो बानी भनेर ए सुन है नेवारहरू भनेको तिमीहरूलाई मिल्ने भनेको छ नि देउताले जुधाउने हो के किनभने नेवारीको घर जानु छ नि तपाईँहरूलाई कस्तो कस्तो खाना दिन्छ नचिने पनि आमाले हैन यो सोच्नु नेवारीहरू भनेको जात भनेको चाहिँ नि हाम्रो घरमा कोही आयो भने देउता मान्ने जात हो के हैन घरमा केही खान छैन भने पनि उनीहरूलाई खुवाएर पठाउने जात हो के हैन आफू छ नि हामीहरूको भन्छ जनै बान्ने भन्छ नि हो हामी यो जनै बान्छौँ के यो छेत्री बाहुनले जनै यहाँ बान्छ हैन अनि हामी चाहिँ यहाँ बान्छौँ के हैन किनभने केही हामीले भिख कोहीसँग माग्दैन के 2-3 दिन खान्न नपाए पनि त्यो जनै लाएर हैन पानी खुटुखुटु खाएर हाम्रो पेट भराएर हामीहरू चुपलाएर बस्ने काम गर्ने मान्छेहरू हो के नेवार भनेको बुझ्यो त्यही कारणले नेवारको साथी हुनु भने नेवारको श्रीमती हुने भने त्योभन्दा ठुलो भाग्य संसारमा छैन के त्यो पनि जन्मेको कहाँ हैन जसले गुड मर्निङ भन्दैन हैन हाम्रो भन्छ भगवान शरण तारे माम हैन यसो यसो भन्छ के मुखैबाट पहिले कोहीसँग मिल्दाखेरि अनि हामीले के सोध्छ नेवारले जानेहरू ल किनभने कोही मान्छे खाना खाए सोध्छ कि खाना खायो नखायो भने किनभने सिधा कुरा अब खाना खाएर आइसक्यो भने कुरा गरे पनि भयो खाना खाएर आएन भने पठाउनु पर्यो त्यसलाई घरमा श्रीमतीहरू बच्चाहरू पर्खिरहेको हुन्छ हो कि होइन त्यही कारणले नेवारीहरू एउटामा मात्र छ नि लोभी छ के बाउ आमा दाजुभाइ दिदी होइन यिनीहरू के भन्छ जग्गा जिग्गामा यति जग्गा छोड्दैन कि लोभी भनेको त्यसलाई भनेको के सन्तानहरूमा मात्र हो दाजुभाइहरूमा होइन यति जग्गा छोड्दैन के तर त्यो सबै नेवारीहरू होइन